मैले सोचेकै थिएन पर्छ भनेर एकले चाहिँ भाग्यमानी भएछ भन्नु अब के सोच आउँछ दुईटा मसला नपर्ने मान्छेलाई सुन्छ आउँछ चिन्ता त विजेता साथीहरूलाई पुरस्कार प्रदान गर्न गइरहेका छौँ र साथीहरू यहाँ आउनु भएको छ कुपन भेरिफाई गर्नु भएको छैन भने पनि कुपन भेरिफाई गर्नको लागि म यहाँहरूलाई सविनय अनुरोध गर्दछु र सँगै आज हामीले धेरै पुरस्कार ह्यान्डओभर गर्दैछौँ स्मार्टफोन ह्यान्डओभर गर्दैछौँ गोल्ड रिङ ह्यान्डओभर गर्दैछौँ र भिजिटर्स कुपन भरे पछाडि चाहिँ तपाईँ अन्तिमसम्म यहीँ बस्नुपर्छ है पुरस्कार परेर पनि प्राप्त नगर्ने अवस्था आउँछ तपाईँ यदि यहाँ हुनु भएन भनेदेखि सो तपाईँ सुरुदेखि अन्तिमसम्म हामीसँगै रहनुहोला पहिलो स्मार्टफोन विजेता हुनुहुन्छ लक्ष्मी भट्ट हुनुहुन्छ रनपा 14बाट ताली पनि बज्यो भने सुनमा सुगन्ध भन्छ नि त्यस्तै राम्रो देखिन्छ है साथीलाई पुरस्कार प्रदान गरिरहेका छौँ विपिन पौडेलजी हुनुहुन्छ रत्नगर नगरपालिका वडा नम्बर 6 निवासी कुपन नम्बर 2429 का साथी उहाँलाई हामीले यति बेला स्मार्टफोन प्रदान गरिरहेका छौँ कमेन्ट गर्दै गर्नुहोला ए टु जेड मोबाइल हाउसको कतिवटा शाखा रहेका छन् यहाँले कमेन्ट गर्नुहोला पेजलाई लाइक र फलो लाइभलाई सेयर गर्नु अब हामी अर्को विनर साथीलाई पनि अगाडि बोलाउन गइरहेका छौँ रत्नगर नगरपालिका वडा नम्बर 12 निवासी हुनुहुन्छ कुपन नम्बर 7424 का साथी रोजिना गुरुङज्यूलाई म स्मार्टफोन ग्रहणको लागि अगाडि बोलाउँदैछु रोजिनाजी नमस्कार यहाँलाई धेरै धेरै बधाई छ कस्तो लागिरहेको छ विजेता बनेर स्मार्टफोन हातमा लिँदै गर्दाखेरि के किन्नु भएको थियो चार्जर किन्दाखेरि लागेको थियो मनमा यो स्मार्टफोन चाहिँ मेरै लागि हो भन्ने यो बुकेर अलि तल राखेर हाँस्नु भयो भने क्यामेरामा हाम्रो साथीहरूले पनि तपाईँको मिठो स्माइल देख्न पाउनुहुन्छ स्मार्टफोन प्राप्त गर्ने समय रहेको छ भरतपुर महानगरपालिका 4 बस्नुहुने कुपन नम्बर 56633 का साथी हुनुहुन्छ बिना ठकुरीज्यू हस्बेन्डलाई पनि मैले यहीँ बोलाएँ ल यतै हुनुहुन्छ ल आउनु होला है त ल के थोरै कुराकानी गरौँ न है अब म्यामले स्मार्टफोन प्राप्त गर्नुभयो तपाईँलाई चाहिँ कस्तो लागेको छ नि उहाँहरूमा कपाल फोटो पनि लिगौँ है त सँगै राखेर यहाँनिर है कपाल फोटो पनि लिगौँ रमाइलो पनि हुन्छ हामी खुसी मानेदेखि खुसी बढ्छ हामी जोरदार तालीले स्वागत गरौँ धीरज चौधरीज्यूलाई साधनी कुमारी शाह हुनुहुन्छ उहाँका बुवा राजकुमार शाहज्यूलाई म स्मार्टफोन ग्रहणको लागि अगाडि आमन्त्रण गर्न चाहन्छु विनिता गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्दछु कुपन नम्बर 2330 का साथी हुनुहुन्छ विनिता गुरुङ जोरदार तालीको अपेक्षा गर्दछु है फोन गरेर तपाईलाई के भन्नु भएको थियो फोन गरेर विनिता गुरुङ हो भनेर सोध्नुभयो अनि त्यसपछि हजुरलाई फोन किन्दाखेरि औँठी हैन प्राइस बढेको छ भन्नुभएको थियो अनि त्यसपछि के परेछ गेस गर्नु भन्नुभएको थियो कि
तपाईँले चाहिँ के गेस गर्नुभएको थियो नि? हामी त केही गेसै गरेन पर्छ जस्तो आफै लागेको थिएन सुनकौठी भनेर सुन्दाखेरि यहाँलाई कस्तो लाग्यो? म त कस्तो कस्तो भयो खुसीले घरमा कसलाई भन्नुभयो नि? घरमा मम्मी हुनुहुन्थेन मम्मीलाई फोन गरेर भनेको के भन्नुभयो मम्मीले तपाईँलाई? मम्मीले एउटा मम्मीले हो र भन्नुभयो अर्को मम्मीले चाहिँ भाग्यमानी भएछ भन्नुभयो अब के भन्न चाहनुहुन्छ नि A to Z मोबाइल हाउसलाई? A to Z मोबाइल हाउसलाई के भन्नु अब धन्यवाद खेमराज पौडेलज्यू कमेन्ट गर्नु होला र सानी सानी रोजी रोजी मोबाइल खरिद गर्नको लागि तपाईँ आउनु होला। ओरिजिनल मोबाइलको एकमात्र विकल्प A to Z मोबाइल हाउस रहेका छौँ। भरतपुर महानगरपालिका 9 बस्नुहुन्छ खेमराज पौडेलज्यू। नमस्कार। धन्यवाद। आराम हुनुहुन्छ? आराम छु। सुनकौठी परे बुवा कस्तो लागिरहेको छ? खुसी लाग्यो। के किन्नु भएको थियो नि? मैले त कोर्टेड कभर किनेको थिएँ। कभर किन्दाखेरि लागेको थियो सुनकौठी पर्छ भन्ने कुरा? थाहा थिएन। सुनकौठी परेको भन्ने कुरा चाहिँ यहाँले कसरी थाहा पाउनु भयो नि? यहीँबाट फोन गयो मलाई। हजुर के गर्दै हुनुहुन्थ्यो? म त्यतिखेर धेरै साथीहरूको बिचमा थिएँ। कस्तो लाग्छ A to Z को सेवा सुविधा तपाईँलाई? राम्रो छ, राम्रो छ। त्यतिखेर साउन्ड पनि आएको थिएन, मोबाइलको साउन्ड बिग्रिएको थियो। अमेरिकाबाट छोराले गाली गर्दै थियो। फोन गर्दा राम्रो भोइस नआएर त्यो बनाउन आएको थियो। त्यो बेला तपाईँ हामीले ती बेला बिनु तामाङज्यूलाई हामीले ती बेला सुनकौठी प्रदान गरिरहेका छौँ। बिनु तामाङज्यू लकी ड्रामा सुनकौठी प्राप्त गर्नुहुने सुकमाया राणा हुनुहुन्छ। फेरि हिजो फोन गरेर चलाउँदैवटा तपाईँको नाम परेको छ भोलि जाने उता भन्नुभयो। A to Z मोबाइल हाउसको सबैवटा मोबाइल हाउसलाई परिवारलाई धन्यवाद। मैले सोचेको पनि थिएन यस्तो पर्छ भनेर। मैले 1000 रुपियाँको मोबाइल किनेको थियो। अन्त मोबाइल किनेर नि म त्यो दिन एकदम निद्रा झुलेको थियो कि मलाई थाहा थिएन कि सबैले के भयो कि त भनिरहेको थियो। त्यहीँ के मोबाइल किनिसक्दैन 3-4चोटि मोबाइल त्यहीँ पछाडे होला। अनि त त्यहाँबाट घर आइसकेपछि अनि त्यसको 2-3 दिनपछि फोन आयो कि अनि धान रोप्न सकिसकेको थियो। म चाहिँ सुतिरहेको थिएँ कि फोन आयो। घरमा कोही पनि थिएन। अन्त मैले विश्वास गरेको पनि थिएन। अनि मामाको बुहारीले यस्तो भनेको बोलाएको छ जाने कि नजाने भनेर उसले जाम न भने मैले विश्वास गरेको थिएन। उसले जाम जाम भनेर अन्त गयो। अनि गएको त हो रहेछ। अनि खुसी लाग्यो। अब कति मोबाइल त चिनेको मान्छेलाई पार्दिने हो भन्नुहुन्छ क्या? हो रहेछ र चिनेको मान्छेलाई पार्ने होइन रहेछ। सबैले भन्थे कि ठुल्ठुलो मोबाइलहरू किन्दाखेरि मात्रै पर्छ आफ्नो मान्छेलाई पार्छ भनेको थियो नि त। हामीले अब यस्तो फेसबुकहरूमा टिकटकहरूमा त देखेको थियो। तर मैले पर्छ भनेर किन्न गएको त होइन। त्यही पनि घरमा ठुलो मोबाइल बिग्रेको थियो। अनि बनाउन नि त्यो बेलामा नभएको बच्चाहरूको नि जाँचहरू आएको कारणले मैले बनाएको थिएन। अनि सानो मोबाइल किन्ने भने त उनले हेर्न पाउँदैन भनेर अनि मैले चाहिँ ठुलो मोबाइल लिएको थिएँ। सानो मोबाइल किन्न गएको थिएँ। अनि घरमा फोन बच्चाहरूसँग बोल्नुहुन्छ म बाहिर हुँदैन भनेर किन्न गएको थिएँ। लक्ष्मी सुनारी मगरजीलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। जोरदार तालीले स्वागत गरौँ लक्ष्मी सुनारीज्यूलाई। हामीले सुनकौठी प्राप्त गर्नुहुने आशिष गौतमज्यूको साथी हुनुहुन्छ समीर अधिकारीज्यूलाई सुनकौठी प्रदान गरिरहेका छौँ। समीरजी नमस्कार। साथीको खुसी नै आफ्नो खुसी हो। एकदम साथीको खुसी नै आफ्नो थियो। साथी चाहिँ अलि टाढा भएको कारणले चाहिँ रिस गर्दा चाहिँ म आएँ। साथीलाई पढ्नु भनेको मलाई पढ्नु जस्तो लाग्छ। मलाई त त्यति मिठो सम्बन्ध भएको साथीले पाउँदा चाहिँ म अति नै खुसी छु। तपाईँ पनि भावुक हुनुभएको छ, कस्तो लागिरहेको छ? मलाई त के लाग्छ भन्दा आजसम्म च्याउचाउको 2टा मसला नपर्ने मान्छेलाई सुनकौठी दिँदा त दङ्गै बनाएको छु। खुसी हुनुहुन्छ? एकदम खुसी पनि एकदम के भित्रैबाट यो हो कि होइन जहीँ पनि लागिरहेको थियो। साथीले केही मेसेज छोड्नु भएको छ A to Z मोबाइल हाउसको लागि? एकदम के अरे धन्यवाद भनिदिनु के अरे भनेको छ। अनि त्यसपछि के चाहिँ भनेको छ उसले विशेष गरी के अरे यो यसको लागि मात्र मैले भनेको चाहिँ होइन, कुपन पऱ्यो त्यो कुरा अलग हो। तर A to Z चाहिँ सुविधा पनि कस्तो खालको A to Z कस्तो सर्भिस हुन्छ भन्दा
अगाडि भनेर मात्र होइन, हामीले सामान लिइसकेपछि चाहिँ हामीलाई पछि सुविधा हुने कारणले चाहिँ एकदम दीर्घकालीन के अरे यसमा चाहिँ काम गर्न सजिलो, हामीलाई एकदम राम्रो पनि। त्यही नै भनेर उसले चाहिँ सधैँको लागि चाहिँ A to Z मा के अरे सामान लिन पाऊँ, के लिनु पऱ्यो A to Z नै के अरे लिन्छु है भन्ने चाहिँ भनेको छु। त्यो थ्याङ्क यू सो मच मिठो शब्दको लागि। हामीले यति बेला भरतपुर 18 बस्नु हुने कुपन नम्बर 14214 का साथी धनप्रसाद गुरुङज्यूको बहिनी सोया दराईज्यूलाई सुनको औठी प्रदान गरिरहेका छौँ। A to Z मोबाइल हाउसका सम्पूर्ण टिम मेम्बर साथीहरूलाई म अगाडि आमन्त्रण गर्न चाहे गर्दछु। अनिताजीका साथीहरू लाउनु होला, अनिताजीको फ्यामिली मेम्बरहरू कृपया अगाडि आइदिनु होला। अब देशमा अनिताजीको अफिसियल्ली हुँदैछ, प्राप्त गरिदिनुहुन्छ। थोरै कुराकानी गरौँ त्यस पछाडि है त ल। नमस्कार, नमस्कार, आराम हुनुहुन्छ? एकदमै आराम छ, भेस्पा पर्यो हजुर, कस्तो लागिरहेको छ? एकदमै खुसी लागेको छ। के किन्नु भएको? कसरी थाहा पाउनु भयो नि भेस्पा परेको कुरा? A to Z मोबाइल हाउसबाट फोन आएको थियो अनि लास्ट विक फोन आएको थियो लकी ड्र हुने बित्तिकै। तपाईँ घरमै हुनुहुन्थ्यो? हजुर घरमै थिएँ। भेस्पा परेको भन्ने कुरा थाहा पाउनु भयो तपाईँले? त्यो खबर सुने पछाडि तपाईँको मनमा चाहिँ के लागेको थियो? जे लागेको थियो त्यही भन्नु होला। म एकछिन मैले सोचेकै थिएन पर्छ भनेर, एकछिन त सोच्नै सकेको थिएन। अनि पछि A to Z मोबाइल हाउसबाट भन्यो, अनि बल्ल विश्वास लाग्यो। को हुनुहुन्थ्यो सँगै? दिदी र म थिएँ। अनि फोन आयो, अनि त्यसपछि बोल्दै गएँ, पतेकै थिएन। पछि अनि दिदीले अनि लाइभ हेरेर कन्फर्म गर्नुभयो, अनि त्यसपछि बल्ल विश्वास गरेँ। नमस्कार, तपाईँको शुभ नाम? सूर्यबहादुर गुरुङ। नातिनीलाई स्कुटर पर्यो, भेस्पा स्कुटर पर्यो, कस्तो लागेको छ? खुसी लाग्यो। अब त्यो सामान नचेता पुग्यो, इच्छा पुग्यो। तपाईँलाई नातिनीले के भन्नुभयो नि स्कुटर परे पछाडि? परेछ स्कुटर पर्यो हजुरबा। अब नातिनीले स्कुटर चलाउनुहुन्छ, बाजे पछाडि बसेर मजाले घुम्नुपर्छ है। हजुर, के भन्न चाहनुहुन्छ नि A to Z मोबाइल हाउसलाई? यति होस्लाई अब धन्यवाद। तपाईँको शुभ नाम? युवराज ब्रो। युवराजी बहिनीले के भन्नुभएको थियो भेस्पा परे पछाडि? यस्तो भयो पर्यो त भनेको, अनि मलाई त बिलिभै लागिरहेको छैन भनेको। अनि A to Z मोबाइल हाउसको फेसबुकको लाइभ हालेको रहेछ, अनि त्यसमा गएर हेर्दाखेरिमा 2 घन्टा 48 मिनटकोमा टाइम पछि आएको रहेछ। अनाउन्समेन्ट हेर्दाखेरि चाहिँ बल्ल ढुक्क भयो, परेर रहेछ भन्दा सुरुमा त जस्ट किडिङ टाइपको भइरहेको थियो, प्र्याङ्क भयो जस्तो लागिरहेको थियो। अनि पछि हेर्दाखेरिमा चाहिँ रियल्ली रहेछ, द्याट अनएक्सपेक्टेडली। थ्याङ्क यू। घरमा कस्तो माहौल भयो नि त्यो भेस्पा परे पछाडि चाहिँ? सबैजना त अब भनौँ न प्र्याङ्क नै भनेर सोचिरहेको थिएन। जब लाइभ भिडियो सबैलाई देखाइदिउँ, अब सबैजना सकिन्छ, एक्साइटिङ मोमेन्ट थियो। थ्याङ्क यू सो मच भन्न चाहन्छु A to Z ले। आफ्नो मान्छेलाई पार्ने हो रहेछ त? त्यो कुरा चाहिँ बल्ल आज आएर फ्लिप भइरहेको छ कि आफ्नो मान्छेलाई चाहिँ होइन रहेछ। जस जेनरली भनौँ न सबैलाई चाहिँ अब जसको लक छ उसलाई पर्ने रहेछ भन्ने कुरा चाहिँ बल्ल ट्रस्ट हुन थाल्यो। कुपन त सँगै सुरक्षित साथ राख्नु भएको थियो नि है? थियो तर आफूसँग चाहिँ थियो भनेर थाहा थियो, तर कहाँ छ भनेर चाहिँ थाहा थिएन। वेल, अब जसले मोबाइलहरू खरिद गर्न चाहनुहुन्छ, मोबाइल मर्मत गर्न चाहनुहुन्छ, एसेसरिज किन्न चाहनुहुन्छ, उहाँहरूलाई A to Z रोज्नको लागि तपाईँले गर्ने आग्रह के रहन्छ? A to Z मोबाइल हाउसको सेवा सुविधा एकदमै राम्रो छ, प्राइस पनि एकदमै रिजनेबल छ। सबैजना आइदिनु होला। तपाईँ भेस्पा पर्छ भनेरै आउनुभएको हो कि यहाँको सेवा सुविधा राम्रो छ भनेर आउनुभएको थियो नि सुरुवातमा? सेवा सुविधा राम्रो छ, त्यही भएर आएको। भेस्पा पर्छ भनेर त आएको होइन। अब अन्तिममा A to Z मोबाइल हाउसलाई तपाईँ के भन्न चाहनुहुन्छ? एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। जोरदार तालीको अपेक्षा गर्दछु। मिना म्यामलाई यो पुरस्कार ह्यान्डओभर कार्यक्रममा सरिक हुनको लागि अनुरोध गर्दै हाम्रा सम्पूर्ण टिम मेम्बर साथीहरूलाई जोइन हुनको लागि म अनुरोध गर्दछु। र मिठो मिठो ताली आयो भने त कति राम्रो पनि देखिन्छ है। निकै रमाइलो माहौलमा, खुसीको माहौलको साथमा हामी
रहेका छौँ तपाईँहरूसँगै हामीले भेस्पा स्कुटर ह्यान्ड नम्बर गरिदिएका छौँ। अब हामी के ह्यान्ड ओभर गर्ने थाहा छ? जोरदार तालीको अपेक्षा गर्दछु। र भिजिटर्स कुपन भर्नुभएका साथीहरूलाई पनि तयारी असँग रहने अनुरोध गर्दछु। यो हो खुसीको माहौल, खुसी बाँडे खुसी गर्छ। सबै साथीहरू ह्याप्पी हुनुहुन्छ, तपाईँ ह्याप्पी, हामी ह्याप्पी। यति बेला भेस्पा स्कुटर हामीले प्रदान गरिसकेका छौँ र अनिताजी भेस्पामा सवार हुनुहुँदैछ। यो खुसीको माहौल हो नि, हामी रमाइलो माहौलमा तपाईँसँगै चियरअप गरिरहेका छौँ। जाडोको चिसोको प्रवाह छैन, यहाँ प्रवाह छ खुसीको संसार भइरहेको छ। यो उत्सवको समय हो, यो रमाइलो गर्ने Are you happy?